गाईको अनुहार परेको गोरु हो यो 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 तलको यो अदा यो अदा रे के को अदा अदा कि अड्डा अड्डा अंडा दिने अदा होला के यो अंडा दिने अंडा दिने अडा हो के अंडा दिने अडा हो के अरूले बच्चा दिन्छ यो अदाले अंडा दिन्छ गाइज अदा होइन गधा हो गधा अदा होइन रे गधा हो गधा गोबरमा ढुङ्गा हानेको जस्तो अनुहार पनि छैन यिनीहरूको त गोबरमा ढुङ्गा हान्दा कस्तो हुन्छ तिमीहरूको अनुहार त त्यति पनि छैन के मलाई हेप्ने तिमीहरू भन्दा त गोरै छु त सेतै छु भने कि थाहा छैन सेतै छु त कलौटेको संगत गरेर काली कसले बोल भने त अदालाई गोरु गाईको अनुहार परे कि गोरु कसले बोल भने गोरु ओए अदा मेरो सानी हुनुहुन्छ नो टेन्सन नगर ओए त ढेलमुखे त ढेलमुखेलाई कहाँबाट आयो यस्तो त्यो तँलाई यस्तो मुटुहरू डबल ट्याप ठोक्कन यार गाइस ओए मुटु रे यो गधा गधाले मुटु रे गधाको नि मुटु हुन्छ ओए साथी भन्दैछ ओए त झारे चुप लाएर बस है त झारे तेरो लेभल बनाएर आइज झारे मेरो साथीले कस्तो जवाब दिएको यार आखिर साथी कसको हो क्या मेरै साथी हो नि त इनका ढेलमा तुइएको टुसो भन पर्न मेरो साथीले हो कडा साँडे गोरु र गाई तिमीहरू दुईटा एउटा साँडे गोरु एउटा गाई तिमीहरूको लेभल छ हेप्ने गाइस यार मुटुहरू सोनिका सिस थ्यांक यू एभ्रीवन सरू दिदी स्ट्रङ मम दिदी को हुनुहुन्छ एभ्रीवन लाइभलाई शेयर गरिदिनु लाइभलाई स्टोरी राख्दिनु गाइस एभ्रीवन शेयर द ब्रट अनि गाइस डबल ट्यापिङ भयो गाइस मजाले डबल ट्यापिङ चाहियो के अरु केही परेन गाइस जस्ट डबल ट्यापिङ चाहियो गिफ्टिङ नि परेन हमारे क्या करना है जस्ट डबल टैपिंग करना है गाइस एवरीवन हाथ दर्द होने तक डबल टैप करो गाइस मुझे कुछ नहीं चाहिए एवरीवन डबल टैपिङ है हिन्दी और भित्रको हिन्दी आइज लाइभ सिरका डबल ट्याप डबल टैप चाहिँ मज्जाले गर्नु ल दुईटालाई ढेलमुखु ढेल सेक्नु पर्छ गाइस यिनीहरु दुईटाको मेरो ट्याप के के सो ट्याप ल ट्याप गाइस ट्याप ठोकुम त यी दुईटाले ट्याप ठोकुम दर्किन भएर भाइ नमस्कार ओए तिमीहरु दुईटालाई कोले बोल भनेको छ तिमीहरु दुईटाको बोल लेभल छ तिमीहरु दुईटाको ओए 5000 मिल्दैन चुप साला कुकुर नि बोल्छस् लेभल छ तिमीहरुको ट्यापिङले जितेर देखा ल अरु भने त्यस्तै हो गिफ्टिङले तिमीहरुले जित्ला हैन डबल ट्यापिङले अदालाई जितेर देखा के ल अदा पावरको ट्यापिङ हेर अब कस्तो आउँछ हेर गधा हेर गधा हेर्न मेरो साथी आउँदा मेरो विकास साथी आउँदा कसले के गर्छ हाम्रो पनि आउँछ बुझिस ओए गधा उतापट्टि बसेर तान्ने काम नगर है त्यो तान्ने काम नगर है चुप ताने हैन ल कफी पिएको थिएँ मैले बढी बोल्छस् म्याकुरी झार त्यो रहस्य छ लेभल छ म्याकुरी त्यसको तपाईँ बोल्न साल झार्यो त्यसले के खान्छ सालको र अलि त्यो जंगलाई बोल्न साल मादर हेलो हजुर बलरामजी के छ खबर अदा ठोक्न भनेको एकछिन ठोक्न एकछिन तिमीहरुले मलाई वेट गर्नु पर्यो ल एकछिन यतिकै राख ल नजाऊ ल कतै पनि आइहाले म 2 मिनेटमा आशिक भाइ विक्रम गोरा ब्रदर त्यो हैसियत छ आशिक विक्रम ब्रदर एउटा उडी चुप्पा दिनु न यसलाई ठोक्छु कि म यो माथिको ढेलमुखेलाई सुन्दैनस् गाइस एउटा उडी चुप्पा दिनु त बोलिरहेछस् किन बोलिरहेछस् मेरो साथीको अगाडि त्यो आशिक ब्रदर डबलमा दिनु न है डबल कुकुर्ने ओइ चुप किन बोलिरहेछस् तेरा घर बेटीले थर्काउँछ के रितु चुप लागेर बस म्याकुरी झारे बढी बोलिरहेछस् आशिक प्लिज मलाई दिनु न गाइस 1 रुट अब चाहिँ नबोल्नु है छोड्नु नबोल्नु अब पनिसमेन्ट गर्न रेडी बन त म्याकुरी मेरो साथीको अगाडि जित्छस् ब्रदर डबल हान्नु त कसको हैसियत छ म्याकुरी आइज जित बन म्याकुरी थ्याङ्क यू मेरो साथी अलवेज रकिङ मेरो साथी डन हो क्या तेरो म्याकुरी आइज भन लेभलको कुरा गर्थेस् हैसियतको कुरा गर्छेस् मेरो साथीसँग जितेर देखाएको म्याकुरी झारपातहरू ल्याएर म्याकुरी तेरो अनुहार नपरेको थुथुनु भन्दा त मेरो साथीको खुट्टा राम्रो छ झारे नि हेर्दा पनि हिरो जस्तो म्याकुरी खाइलाग्दो ज्यान भएको चक्लेटी अनुहार परेको थुक्क म्याकुरी गुइठी ओए त अनुहार परेको त गाईको अनुहार परेको गोरु
त गोरु तेरो अनुहार हेरेको छ छैन फेरि हेर्दा तेरो ऐनामा एकचोटि गोरु अनुहार दनुहार पाण्डव सुनुहार भने त जस्तालाई हो गोरु बुझिस् त गोरु भिखारी तैँले मलाई हेर्छ साल भिखारी बोल्न किन डराएको घरबाटसँग बोल्न मासाला कुकुर साला जा ठमेलमा जा कोही आएन म्यासाला कुकुर नि नबोल 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 झारे त भन्छ त भने छ नि ठमेल तेरो पोइन्ट आछ अरे यो तलमाथिको पोइन्ट भनेको यो दुवैजनाको हो ल तेरो ओइ कहाँ गयो तेरो साथीले हान भन्न कहाँ गयो तेरो साथी तेरो साथी पुजिसक्यो राँड्यो खातिनीहरू किन भिजभिजाछन् मासालाहरू खाँदै राँडेको भानहरू त खातिर भिजे नलगा साल भिखारीहरू मसालाहरू कति भिजिरहेको न है खातेहरू तर काम छैन थ्याङ्क यू टाउदैसक्यो यार थर्काएर ऋतुकेको टाउको दुख्यो भनिरहेको छ यार म सक्दैन थर्काउनु सबै थर्काउनु न लास्ट टाउ दुख्यो ओए फोन चलाएर कसलाई सेयर गर्दैछस् तेरो भिसीवालीहरूलाई गर 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 सेयर गर राति भिसी आउँछ अहिले आइज भन्न भन्छ तैँले जित्दैन ओए ओए किन हारे खाते राँडेको भन्छ किन बोलेको हँ त्यो थर्काइसक्यो भने डर आउँछ हो गाइज के हो? तेरो को आउँदैछ तेरो रुममा अहिले ओए रातिको यति बजे कोही आउँदै होला नि त लाएर भिसीवाली घर भिसी गर्न आउँदै होला नि भिसी टोपी टोपी झिकेर टोपीमा माग्न मेरो साथी रोज आउनु नि मासाला खातेर कोही पनि सपोर्ट गर्दैन यार मेरो साथी यिनीहरूलाई जित्नु नदिउँ ल ओए साथीवाला टोपी खोलेर माग भनेको भिख माग्ने भयो तेरो लेभलमा आएको बल्ल कोही खोल ओए टोपी खोलेर माग बल्ल बुझ्छस् अहिले अब दादा कहाँको दादा यस्ता दादा आउँछ साला झुत्रीहरू झारे हँ स्कुल लिएर बोल झारे त्यसले मोबाइल हेरेर हेर्न मोबाइल हेरेको यसको को आउँदैछ भने अहिले त्यसले किन फोन हेरेको हँ कसले बोलाएको छ आज राति तेरो ड्युटी छ आज मेरो टाउको नखा टाउको दुखिरहेको छ आम्मा साथी यिनीहरूलाई ठोकिदिउँ त म्याकुरीहरूलाई एकदिन लेभलमा आइज भाइ लेभलमा आएर पनि बोल्ने गरी फेरि लेभलमा